पवन प्रसाद भट्टराई रो 550 हेर्न सक्नुहुन्छ ये 50 रुपया 500 रुपया हामी तो बहुत अमीर हो गए यहाँ देख सकते हो कि आप यहाँ देख सकते हो दुर्गा भगवान की जय 500 रुपया 500 रुपया बहुत अमीरी चोरी भइरहेको भन्ने हामीले सुनेका छौँ। कृपया त्यस्तो नगरिदिनु होला। तपाईहरुको बोका हराउने सम्भावना हुन्छ। निकै नै भिड रहेको छ। सम्भवतः बोका चोरी नहोला। तपाईले कहीँ छोड्न सक्नुहुन्छ, कहीँ साटिन सक्छ बोका। त्यसैले आफ्नो बोका छोडेर तपाई दायाँ बायाँ नलाग्नु होला। चोरी पनि हुन सक्छ। चोरी भएका धेरै उदाहरणहरू पनि रहेका छन् र यो विन्ध्यवासिनी मन्दिर परिसरमा तपाई आएर आफ्नो बलिको लागि तपाई रसिद कटाउन सक्नुहुन्छ र कुल देवताको नाममा अथवा वशिष्ठ कुल देवताको नाममा भट्टराईको देवलीमा केही चढाउँछु भन्ने तपाईँलाई मनोकांक्षा छ भने मन लागेको छ भने आएर रसिद कटाउन सक्नुहुन्छ। कृपया नगद दिने कोसिस चाहिँ नगर्नु होला, ताकि पारदर्शिता पनि हुन्छ त्यसमा, होइन? यो पारदर्शिताको माध्यम भनेको नगद रसिद हो। त्यसैले यहाँ रसिद काटिरहनु भएको छ भट्टराई बन्धुहरूले। तपाईँहरूले आएर त्यहाँ नगद बुझाइदिनु हुन र रसिद ल्याएर हामीलाई दिनुहुनको लागि म अनुरोध गर्छु।